नमस्कार। तपाईको भविष्य मेरो प्राथमिकता हो। स्कुलहरुलाई अपग्रेड गर्यो, सामुदायिक स्कुलहरुलाई अपग्रेड गर्ने मेरो प्लान छ। त्यो गरिराखेको छु। त्यो इट्स अनगोइङ प्रोसेस हुन्छ। दोस्रो, सडकहरु विराटनगरमा मेरो क्षेत्रको सडकहरु अत्यन्त खराब अवस्थामा थियो। अहिले धेरै सडकहरु हामीहरूले बनाएका छौं, राम्रो भएको छ र अझ धेरै गर्न बाँकी पनि छ। विराटनगरलाई महानगर त हामीले बनाए, माने सरकारले महानगर भनिदियो, तर गाउँपालिका जस्तो पनि छ कति वार्डहरु त त्यो अवस्थामा छ, तर गर्दैछौं। 2, तेस्रो, तपाईको नदी नियन्त्रणमा हामीहरू कोशिश गर्दैछौं। त्यसमा धेरै पैसा लाग्ने रहेछ त्यो तटबन्ध बनाउनलाई। त सरकारले कहिले 3 करोड दिन्छ, कहिले 5 करोड दिन्छ र यसरी बुढी गंगाको लागि 1 अरब 65 करोड रुपैयाँ स्याङ्सन भएको छ। त्यसमा हामीहरू टेन्डरमा गएको छौं र मेन चाहिने मैले गर्न खोजिराखेको छु। अब त्यहाँ भवन बनिराखेको भएर अलिकति अप्ठ्यारो छ। कोशी अञ्चल हस्पिटललाई अलिकति बेटर पार्ने, किनभने म पनि त्यहाँ पढेको काम गरेको भएकोले कोशी अञ्चल अस्पताललाई अझ बेटर बनाऊ भनिकिन हामीहरू लागिराखेका छु यो कुराहरू।